नमस्ते चासिदेले आज हामी सिन्धुपाल्चोक जिल्ला भुटेकोशी गाउँपालिका 4 जुम्बा बस्नुहुने विजय कार्कीको घरमा छौं र उहाँको छोरा समीर कार्की उहाँ साइडमा देखिरहनु भएको छ तपाईहरुले। उहाँको चाहिँ आफ्नो स्वास्थ्य स्थिति अलिकति नाजुक जस्तो हामीले देखिएको छौं र सोही अनुसारले गर्दा चाहिँ उहाँको विगत 12-13 वर्षदेखि नै आफ्नो शारीरिक तथा मानसिक स्थिति ठिक नभएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ अब आज यसबाट उहाँकै आर्थिक सहयोग चाहिँ हामी प्राप्त भएको छौं र जुन रकमहरु चाहिँ हामी यसरी भन्न गइरहेका छौं। नम्बर 1 मा हाम्रो केसी टासीदोर्जीज्यू हुनुहुन्छ, श्री कुङखेपलिङ संस्थाका डाइरेक्टर साहब पनि हुनुहुन्छ र उहाँले चाहिँ $50 सहयोग गर्नुभएको छ हाम्रो समीर कार्कीलाई भने मेथोक डोर्खा नियोगबाट $50, साङ्गे लामो नियोग $50, आमा कुलसाङ नामडोल नियोगबाट $50, आचार्य केलसाङ कालसाङ एन्ड सोनाम तेन्जिन ब्रोकवान नियोगबाट $50, त्यसैगरी आचार्य लामो वालनुङ नियोगबाट $50, आचार्य थुङजे साङ्मो क्यानाडाबाट $50, करिब $350 चाहिँ उहाँलाई प्राप्त भएको छ भने जुन $350 चाहिँ उहाँलाई प्राप्त भएको छ। म विजय कार्की मेरो घरको समस्याले गर्दाखेरि मसँग पैसाको कारणले गर्दाखेरि मेरो छोराको हस्पिटल यताउति खर्च नपुगेको भएर चाहिँ होइन मलाई सबैजना मिलेर सहयोग गरिदिनुहुन्छ भने पुन आशा राखेको छु। मेरो कमाइ भनेको तपाईँको म काम गर्न जान्छु, काममा नि जानै भ्याउँदैन, बिरामी भएकै गरेर तपाईको बुहारी चाहिँ कहाँ छ नि बच्चाको मम्मी चाहिँ बच्चाको आमा त्यही छुट्टीको हो। हजुर छुट्टीको जति कन्ट्याक्ट छैन। कन्ट्याक्ट बच्चा कतिवटा आफ्नो? 2टा छ। ए 2टा आफैले नै हेर्ने हो? हजुर। ए अनि यताउता केही यताउता छैन? छैन, अब उसको मम्मीले हेर्दैन? छैन, हेर्दैन। कति वर्ष भयो आफैले मात्र हेरेर? भयो 3-4 वर्षै भयो। ए 3-4 वर्ष है। अनि ल अब 2 शब्द राख्नु नि त अब के समस्या छ त्यो? अब समस्या चाहिँ अब यो छोरालाई यसो पैसा जस्तो अलि कमाएर अब यताउति सरसहयोगमा आएर हस्पिटल लगेर ठिक हुन्छ कि होइन, त्यो अब हस्पिटल लगेर अब ठिक बनाउने ठुलो सोच छ। अब अहिलेसम्म त अब पैसा कमाउनु पनि सक्छ छैन, यो बिरामीले गर्दाखेरि अब तपाईँको त्यही भएर लास्टै गाह्रो छ, समस्या छ।